सबैलाई नमस्कार। मेरो हिजो राजावादीहरूले गरेको आन्दोलनमा तपाईहरुको कमल थापा, रापरपा नेपालका अध्यक्ष कमल थापा गिरफ्तार हुनुभयो। मलाई लाग्छ कतिलाई दुःख लाग्यो होला, पीर पनि लाग्यो होला है, कतिलाई के लाग्यो, अब कोही खुसी पनि भयो होला। तर मेरो भनाइ के हो भने हिजो उनी चाहिँ राजाको पालामा गृहमन्त्री हुँदा उहाँले त्यति मात्रै होइन के गर्नु भएको थियो भन्ने कुरो सबै आम नेपाली जनतालाई चाहिँ छर्लङ्ग र प्रष्ट भएको कुरो हो। कयौं मानिसहरू अङ्गभङ्ग भए, कयौं मानिसहरूको मृत्यु भयो, त्यतिखेर उहाँ गृहमन्त्री हुनुहुन्थ्यो। र अहिले उहाँले जुन आन्दोलन क्रान्ति सडकमा आएर राजा चाहिन्छ भन्ने व्यवस्था पनि यही लोकतान्त्रिक गणतन्त्रले ल्याएको, यो भुल्नु हुँदैन तपाईँ राजावादी भन्ने सपोर्ट गर्ने साथीहरूले। र अर्को कुरो, हिजो अहिले जति स्वतन्त्र भएर तपाईहरु निडर भएर बोल्न पाउनु भएको छ, बोल्नु भएको छ है, तपाई कारण के हो भने यही लोकतन्त्रका कारणले तपाईले बोल्न पाउनु भएको छ, भन्न पाउनु भएको छ। त्यतिखेर चुइक्क बोल्ने बित्तिकै जेलमा हालेर चाहिँ भित्र कोचिन्थ्यो। म एउटा विगतको तपाईहरुलाई राजाको पालाको कुरा मेरै घरमा घटेको घटनालाई म यहाँहरुको बीचमा राख्छु। 2034 साल म जन्मेकै सालमा, म 34 सालमा जन्मेको, 2034 सालमा चाहिँ मेरो बुवालाई कसैले राजा मान्दैन भनेर चाहिँ विरोध गरेको थियो, अथवा चाहिँ राजा कहाँ पुगेको थियो। राजा मान्दैन भन्यो भन्ने रे भन्ने कुरोको आधारले यस्तो शब्द किन बोलिस् भनेर चाहिँ मेरो बुवालाई जेलमा कोचिएको थियो, गु र मुत सँगै हुने गरेर चाहिँ पिटिएको थियो। त्यतिखेर एउटा शब्द बोले बापत यी राजा भन्ने कुलङ्गारहरूलाई मेरो यो चेतावनी हो। अहिले तपाईहरुले बोल्न पाउनु भएको छ, भन्न पाउनु भएको छ, यो व्यवस्था ल्याइदियो कसले? र विशेष गरेर आज राजा चाहिन्छ भनेर रापरपाका जुन हिजो भात खान नपाएका, जो पछौडिएका, पन्छिएका, बोल्न नजानेकाहरू अहिले बोलेर चाहिँ राजा चाहिन्छ भन्छन्। यिनीहरूलाई मेरो थ्रेड के हो भने तपाईहरुको हिजोको बाउको पालामा के थियो, बाजेको पालामा के थियो, राजाको व्यवस्था, राजाको शासनमा तपाईहरुको बाउले के भोगेको थियो, त्यो भोगेको कुराहरू तपाईको बाजेलाई सोध्नुहोस् अनि मात्र राजा चाहिन्छ भन्नुहोस्। निरुङ्कुश जानिएर राजतन्त्र हुँदाखेरि तुरुन्त चुइक्कसम्म तपाईले बोल्न पाउनुहुन्थेन। एउटा बोलेको भरमा चाहिँ तपाई जेलको कटघरामा जानु पर्थ्यो।